नमस्कार सबैलाई, म सुवर्ण राज मन्थन। मेरो पहिलो भ्लगमा तपाईँहरूलाई हार्दिक स्वागत छ। आज हामी पोखराबाट एउटा सुन्दर प्राकृतिक गन्तव्यतर्फ निस्केका छौँ। यदि तपाईँलाई पनि प्रकृतिसँग रमाउन मनपर्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। हामी अहिले पोखराबाट लेखनाथ हुँदै अघि बढिरहेका छौँ। चिसुवाबाट खोलाको छेउ जाने रमणीय बाटो हुँदै यात्रा अझै रोचक बन्दै गएको छ। अब हामी रुपतालको किनारा किनारै अघि बढिरहेका छौँ। तालको सुन्दर दृश्य, वरिपरिको हरियाली र चिसो हावाले यात्रालाई झन रमाइलो बनाइरहेको छ। बाटोमै पर्ने जलधारे महादेव मन्दिरको दर्शन गर्दै हामी आफ्नो गन्तव्यतर्फ अघि बढिरहेका छौँ। केही समयको यात्रापछि हामी आजको गन्तव्यमा आइपुगेका छौँ। यहाँ अहिले धेरै मानिसहरू पौडी खेलेर गर्मीबाट राहत लिँदै रमाइलो गरिरहेका छन्। प्राकृतिक वातावरण र स्वच्छ पानीले यो ठाउँलाई अझ आकर्षक बनाएको छ। यो स्थान कास्की जिल्लाको पोखरा 31 तालबेसी र रूपा 6 को सिमाना क्षेत्रमा रहेको सप्तरङ्गी झरना हो। हरियाली जङ्गल, स्वच्छ पानी र प्राकृतिक सौन्दर्यले भरिएको यो ठाउँ विशेष गरी गर्मी मौसममा घुम्न र पौडी खेल्न आउनेहरूको रोजाइमा पर्ने गन्तव्य हो। यहाँ आउँदा भने आफ्नो सुरक्षामा विशेष ध्यान दिनुहोस् र स्थानीय नियमहरूको पालना गर्नुहोस्। अब हामी बेगनासताल हुँदै घर फर्किरहेका छौँ। बेगनासतालको मनमोहक दृश्यसँगै आजको यात्रा पनि यहीँ समाप्त हुन्छ। आशा छ तपाईँहरूलाई मेरो पहिलो भ्लग मन परेको छ। यदि मन परेको भए हामीलाई लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोस्। यस्तै नयाँ नयाँ ठाउँहरूको यात्रा र रमाइलो अनुभव हेर्नका लागि हामीलाई फलो गर्नुहोस् र अर्को रमाइलो ब्लगमा फेरि भेटौँला। धन्यवाद।